कस्तो राम्रो देखायो फुल ड्रेस हेरौँ न किन हो प्यारा किन अपर मात्रै हेर्दा त क्या राम्रै देखिरहेको छ कि फुल ड्रेस हेरौँ न गाइस फुल ड्रेस हेर्ने होइन हामी सबैजना रेड हार्ट फुल ड्रेस हेर्ने भने अरे के साल खबर सब ठिक छ आज अलिकति हेल्थ डाउन छ त्यति मात्रै हो के भयो टु मच वर्कआउट आज चक्काको वर्कआउट गरेँ क्या मैले त्यो भएर लाग्यो बिचरा मेरो प्यारे मसाज गरिन आम मेरो ड्रेस ओ वाउ ओ माय गॉड पछाडि त गिफ्ट जस्तो ऱ्याप भएको छ यार आज त यस फ्यान के अरे गिफ्ट जस्तो ऱ्याप भएर बसिरहेको रहेछ यति चिटिक्क परेर कहाँ जान लाग्यो गाउँ डुलो नजाऊ केटाहरूले आँखा लाउँछ तपाईँलाई लाए भइहाल्यो नि प्यारे सब लाउने गाइस इभेन्टको बारेमा त्यो प्यारीको इभेन्टको बारेमा केही नसोध्नुहोस् प्यारीले छ नि युट्युबमा भिडियो हालेको छ इभेन्टको बारेमा एक्सप्लेन गरेर त्यहाँ गएर हेर्नु ल प्यारे सुन्नु न मैले आज खानै खाएको छैन तपाईँको लागि बटर बसेको तपाईँलाई पसेको भनेर हजुर आइतबारको दिनमा को व्रत बस्छ आइतबारको दिनमा घोष बस्छ व्रत आज किन यति स्पेसल देखेर आएको तिमी साँच्चै कस्तो स्वागत म मान्छे स्पेसल छु नि त सबै कुराहरूको स्पेसल भइरहेछु क्या त्यही एकदमै स्पेसल आजको दिनमा त एकदमै धेरै स्पेसल मोडर्न खालको लुगाले स्वागत क्या तिमीलाई मलाई अब यस्तै यस्तै कपडाहरूले सोच्छ नि त त्यही भएर पुतली देखिरहेछ क्या आज त पुतली नामै पुटली हो मलाई पुटली भन्नु म तपाईँलाई पुतला आज म अलिक रोमान्टिक मुडमा छु कि मेरो बिहाको माला आएर कि एकदम रोमान्टिक मुडमा आएको छु कि देखिरहेको छु आज माया झल्किरहेछ आज एकदमै रोमान्टिक मुडमा छु प्यारा लास्टै रोमान्टिक मुडमा छु आजको जस्तो रोमान्टिक म जिन्दगीमा भएको थिएन होला आजको दिनमा त लास्टै रोमान्टिक हुन्छु तपाईँसँग आज 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 कुन बेडको कुन साइडबाट उठ्यो भनेर तिमी आज बेडको कुन साइडबाट उठ्यो भनेर तिमी तपाईँसँगै सुतेको थियो त बिर्स्यो तपाईँसँग देखेर न सँगै सुतेको बिर्स्यो बिर्स्यो आज साँच्चीकै कस्तो राम्रै देखिरहेको छ यो लुगामा म एकदम राम्ररी भएको छु मुखमा चमक आजबाट एकदम क्लिन भएको छु आजबाट क्लिन भन्नाले कस्तो क्लिन एकदमै त्यो हुन्छ नि फेसहरू क्लिन बडीहरू क्लिन आज त म सबै फालेँ नि त जीवनको मैलो सैलो टेन्सन सब फाल्थेँ नि त मैले आज नुहाएर लुटो सुतो फालेँ नि त अनि हजुर लुतो पनि आएको लुतो थियो अब कस्तो खैला मैला पुरानो खैला मैला त्यो मैलो थियो क्या जिउमा अनि आजबाट मैले लुटो खैरो सब फ्याल्थेँ क्या अनि त्यही भएर म एकदम स्पेसल भयो त्यसो भए त खुसी भएको खुसी भइहाल्छ नि प्यारीलाई चाहिँ यति राम्रो देखिरहेछ नि थ्याङ्क यू सो मच एभ्रिवन फ्रेस देखिरहेछ तिमी आज फ्रेस देखिरहेछ म एकदम फ्रेस भएको छु एकदमै फ्रेस भएको छु झनै एक तलै रहेछ त झनै एक तलै रहेछ त एक तोला होइन कि अब ठपेर चाहिँ 2 तोला बनाऊँ कि भनेको फर्म छ कि प्यारा फर्म यत्रो फर्म छ कि तलतिर भित्रबाट के लाएको छैन के हो कि विचार छ अहिले रातिमा खोलिने विचार छ दाँते टोकेर खोलिदिन्छ कि यस्तो गरेर एङ्गल गरेर ल म पनि रोमान्टिक भइदिन्छु नि त
ल गाइस प्यारीलाई खुसी देखेर खुसी लाग्यो मलाई धेरै खुसी आज कति राम्रो भएर फ्रेस भएर नयाँ आएको हो मैले सबै सब गए जस्तो त्यसै भनेको त मैले खैला मैला सब खाले भनेर मलाई लाज लाग्छ गाइस म अरूसँग त लाज लाग्दैन प्यारीसँग त लाज लाग्छ म जहिले नै लाज लाज मान्नु परिहाल्यो नि प्यारे लाज नमानेर हुन्छ त मेरो अगाडि एकचोटि ट्याप ट्याप गर्नु त प्लिज कमेन्ट नकुदाउनु त म कमेन्ट पढ्दै नै पढ्दिनँ तपाईँहरू कन्ट्याक्ट गरेन थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच लजाको देखेको छैन अहिलेसम्म हजुर मान्छेले म लजाको देखेकै छैन अरे क्या अहिलेसम्म ल जान्छ एकचोटि लौ न बत्ती गयो कुलमान दाई टोकेर लजाउँ त मिस्टर तामाङ ओ टोकेर कहाँ लजाउँछ त केटा मान्छे अरे म लाज लाग्यो अरे मुख छोप्छ जहिले पनि यसरी ओ टोकेर लजाउनु पर्छ क्या यसरी हो यस्तै होइन तपाईँ तलको ओठ टोक्नु म माथिको ओठ टोक्छु ओ टोकेर कहाँ लजाउँछ त नि जस्तो लागेको मलाई एकचोटि कपी लिङ्क गर्नु त ग्लिच छ नत्र त यत्रो थ्याङ्क यू सो मच युनिभर्स थ्याङ्क यू सो मच सबैजना गाइस ग्लिच छ एकचोटि कपी लिङ्क गाइस सबैजना कपी लिङ्क रेड हार्ट गाइस कपी लिङ्क रेड हार्ट यसरी अरूहरूसँग म्याच खेला गयो भने त कसम केटाहरू पछि लाग्छ ल हुन्छ होइन यस्तो जिस्किने हो मस्तसँग गर्नु पर्छ क्या त्यो बेलामा लाइफमा होइन के भयो यस्तो अँध्यारोमा नि प्यारीको मुख बलिरहेछ नि हामीले देखिरहेछ म लाइट हो नि त म लास्टै झिल्के हो नि त म लास्ट त्यति साइडी छु नि त म आजकल गाइस फेरि लोड सेडिङ सुरु भयो गाइस अब आन्दोलन भयो भने सबैजना जानुपर्छ यो के भयो चार्ज नभएको रहेछ म गरिहाल्छु नि म्यानेज त्यो भुर्जा जस्तो देख्न थाल्छ राम्रै देखिरहेछ रोमान्टिक देखिरहेछ हाय मिस्टर तामाङ ओ गाइस सबैजना मेम्बरहरूले त कस्तो राम्रो देखेको हो त गाइस त्यो अँध्यारोमा त प्यारीको टाउकोमा मेम्बरहरू उठ्दाखेरि कस्तो राम्री देखेको गाइस सबैजना मेम्बर हाल्ने त खै त किन मेम्बर नले गाइस मेम्बर हाल्ने गाइस ओके थ्याङ्क यू ऊ गाइस देखि कति राम्रो देखिरहेछ बत्या गाइस बत्या जस्तो घरमा गराउँदै गराउँदैन थियो हामी यस्तै बत्ती आउँदाखेरि पहिला लोड सेडिङको बेलामा त्यस्तो ढोग्नुपर्छ ढोग्नु ढोकिरहेछु ढोग्नु गाइस ग्लिच छ एकचोटि कपी लिङ्क चाहिँ हान्दैन तर फेरि यो यसको थ्योरी चाहिँ के हो लाइक वाइ किन बत्ती बाल्दाखेरि मान्छेलाई ढोक्छ किन भगवान जस्तै हो अरे क्या बत्ती चाहिँ भगवान बत्ती भगवान जस्तै हो अरे क्या एउटा त्यो ब्लेसिङ हुन्छ नि बत्ती पनि त्यस्तै हो अरे क्या अब